महिना बाद घर जाँदाको खुसी। सो हेलो एभ्रिवान, कस्तो हुनुहुन्छ तपाईँहरू? आई होप सन्चै हुनुहुन्छ होला। आज चाहिँ म 5 महिना बाद घर जाँदैछु। घर पुगेर यस्तो आमालाई हेरेको त छोरासँग बात गर्नु बिजी रहेछ। सो मेरो बर्थडेको गिफ्ट थियो, आमालाई देखाउँदैछु। हेर्नु कस्तो लाग्यो भनेर। दामी बनाइदिएछ भन्दै आमाले चाहिँ यहाँ सजाउन थाल्यो। यहाँ राख्दा कस्तो हुन्छ हौ भनेर। राम्रै हुन्छ, हेर्नु न तपाईँको इच्छाले तपाईँलाई जहाँ मनपर्छ त्यहीँ राख्नु भनेर भन्दै। अन्त आमालाई चाहिँ म घर गएपछि जहिले नि ब्यागमा के छ कसरी ल्यायो भनेर हेर्ने आदत छ। सो हेर्नु हुँदैछ, यो मिलाउनु जानेन भनेर जहिले कम्प्लेन गर्छ। अन्त म चाहिँ घर आइपुगेर भिडियो बनाउन थालेँ। कति दिन बाद आएको, अलग्गै खुसी हुन्छ भन्दै। सो मेरो घरमा कुतुरी आएको थियो। कुतुरी र यहाँ एकजना चाइल्डहुड फ्रेन्डको स्नेहको नानी आएको थियो। उनीहरू जाँदैछ बाई बाई भनेर मलाई बाई गर्दै गयो उनीहरू। अन्त त्यहाँदेखि भित्रबाट चाहिँ मैले भिडियोजहरू गर्नु थालेँ क्या, बाहिरको कस्तो अलग्गै मजा हुन्छ भनेर। सो आमाले चाहिँ खाना बनाउँदै थियो, भाइलाई तर्साइदिए हेलो भनेर। अन्त उसले चाहिँ खाँदै थियो। फेरि छोरासँग बात गर्नु थाल्यो। हुन्छ नि, छोरासँग त्यति बिना बात गर्छ दिनभरिमा, गर्छ। खाना बनाउनु थाल्यो। आमाले चाहिँ छोरी आएको खुसीमा मिठो मिठो बनाएर खिलाउनै पर्यो भनेर बनाउँदैछ। अन्त म पनि के चाहिँ बनाउँदो रहेछ यस्तो मिठो मिठो भनेर म पनि छेउमा गएर हेरेँ। यस्तो हेरेको त मेरो फेभरेट न्युट्रेला सोयाबिन चाहिँ मेरो एकदमै फेभरेट हो। म भेज थिएँ त्यो दिन, सो भेज बनाइदिनु भयो आमाले। अन्त त्यहाँदेखि खाना टेस्ट गर्न थालेँ। अब आफ्टर 5 months कस्तो हुन्छ अब खाना, आमाको खाना खानु पाउँछ। सो यस्तो टेस्ट गरेको त दामी भनेर भने हो। अन्त त्यहाँदेखि दुईजनाले खानासाना खाएर चाहिँ अन्त त्यहाँदेखि के गर्ने भनेर चाहिँ फोन हेर्नु थालेछ आमाले। मेरो भिडियो चाहिँ यसरी हेर्छ भनेर चाहिँ मलाई देखाउँदैछ। तेरो भिडियोहरू चाहिँ म यसरी हेर्छु भन्दै हामी दुईजना गफ गर्दै सुतेँ। आजको यति नै थियो भिडियो। बाई गाइस।